राजा ज्ञानेन्द्र शाहले रक्सी खान्थे कि खान्थेनन्? आज हामी यसै विषयमा चर्चा गर्नेछौँ। सायद तपाईँले पनि सामाजिक सञ्जालमा यस्तो दाबीहरू धेरै पटक देख्नु भएको होला। कतिपयले उनलाई मदिरा प्रेमी भनेका छन् भने कतिले उनको आफ्नै रक्सी कम्पनी भएको दाबी गर्छन्। तर के यी सबै कुरा सत्य हुन् कि केवल अफवाह मात्र हुन्? आजको भिडियोमा हामी हल्ला होइन, प्रमाण र तथ्यका आधारमा यो विषय बुझ्नेछौँ। सबैभन्दा पहिला एउटा कुरा स्पष्ट गरौँ। आजसम्म राजा ज्ञानेन्द्र शाहले सार्वजनिक रूपमा म रक्सी खान्छु वा म रक्सी खाँदिन भनेर कुनै पनि आधिकारिक बयान दिएका छैनन्। त्यसैले उनले व्यक्तिगत रूपमा मदिरा सेवन गर्थे कि गर्दैनन् भन्ने विषयमा ठोस प्रमाण उपलब्ध छैन। तर त्यसको अर्थ उनको र मदिरा उद्योग बीच कुनै पनि सम्बन्ध थिएन भन्ने पनि होइन। नेपालमा लामो समयदेखि सोल्टी होटल, एक एन्ड यति होटल जस्ता 5 तारे होटलहरूमा तत्कालीन शाही परिवारको लगानी रहेको चर्चा हुने गरेको थियो। यस्ता होटलहरूमा स्वाभाविक रूपमा मदिरा बिक्री पनि हुन्थ्यो। त्यसैले धेरै मानिसले व्यावसायिक लगानीलाई व्यक्तिगत बानीसँग जोडेर हेर्ने गरेका छन्, जुन सही निष्कर्ष होइन। अर्को चर्चित विषय हो सूर्य नेपाल। कतिपयले आज पनि राजा ज्ञानेन्द्रको चुरोट र रक्सी कम्पनी थियो भन्ने दाबी गर्छन्। तर वास्तविकता के हो भने सूर्य नेपाल एउटा निजी कम्पनी हो जसमा विदेशी साझेदारको पनि लगानी छ। शाही परिवारसँग सम्बन्धित विभिन्न व्यावसायिक लगानीबारे वर्षौंदेखि चर्चा भए पनि राजा ज्ञानेन्द्र व्यक्तिगत रूपमा कम्पनी सञ्चालन गर्थे वा त्यसबाट प्रत्यक्ष लाभ लिइरहेका थिए भन्ने सार्वजनिक प्रमाण उपलब्ध छैन। अब अर्को प्रश्न उठ्छ, यदि उनले रक्सी खान्थे भने कुनै फोटो वा भिडियो किन सार्वजनिक भएन? यसको एउटा कारण उनको सार्वजनिक जीवन पनि हुन सक्छ। राजा हुँदा उनका सार्वजनिक कार्यक्रमहरू अत्यन्तै नियन्त्रित हुन्थे। व्यक्तिगत जीवनका धेरै पक्षहरू बाहिर आउँदैनथ्यो। त्यसैले कुनै फोटो नभएको आधारमा उनले रक्सी खान्थेनन् भन्न पनि मिल्दैन र अफवाहकै आधारमा उनले धेरै रक्सी खान्थे भनेर भन्न पनि मिल्दैन। अहिलेसम्म सार्वजनिक रूपमा पुष्टि भएको कुनै विश्वसनीय फोटो, भिडियो वा आधिकारिक दस्तावेज उपलब्ध छैन जसले राजा ज्ञानेन्द्र शाह मदिरा सेवन गरिरहेको प्रमाणित गरोस्। त्यसैले निष्कर्ष निकै स्पष्ट छ, राजा ज्ञानेन्द्र शाहले व्यक्तिगत रूपमा रक्सी खान्थे भन्ने कुरा प्रमाणित भएको छैन। साथै उनले कहिले पनि आफू मदिरा सेवन गर्छु वा गर्दिन भनेर सार्वजनिक रूपमा घोषणा पनि गरेका छैनन्। त्यसैले अहिले सामाजिक सञ्जालमा फैलिएका धेरै दाबीहरू अनुमान, अफवाह वा व्यक्तिगत धारणा मात्र हुन्। इतिहासलाई बुझ्दा तथ्य र हल्लालाई छुट्याउनु अत्यन्तै आवश्यक हुन्छ। यदि तपाईँ यस्तै प्रमाणमा आधारित भिडियोहरू हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। अर्को भिडियोमा फेरि भेटौँला। साथै जाँदा जाँदै एउटा प्रश्न तपाईँलाई पनि, के तपाईँलाई लाग्छ राजा ज्ञानेन्द्रले मदिरा सेवन गर्छन्? आफ्नो विचार कमेन्टमा लेख्नुहोला। धन्यवाद।